सबैलाई हेलो सन्चै होला सबैजना धेरैले सोध्दै थियो भ्लग आएन भनेर अब आउँछ है ल हामी चाहिँ अब पिकनिक बनाउनु जान्ला हो पिकनिक ओइ के भन्छौ आज जान्ला हामी हाइकिङ होइन कि पिकनिक हो हाइकिङ जान्ला हो हामी चाहिँ अब चम्पादेवी जान्ला हो चम्पादेवी ल हामी चाहिँ पुगिसक्यो यहाँ चिया ब्रेकको लागि यो चाहिँ खाना बनाइरहेछ यहाँ त कस्तो लागिरहेछ कस्तो लागिरहेछ ल बोल न हेलो के छ कस्तो लागिरहेछ आज त्यस्तै लागिरहेछ हौ निसल ढोकेबाज हो क्या हो ओइ निसल किन आएको त भग हेरिस रमाइलो भइरहेछ हेर्दा हामी कहाँ छौँ राजन दाइ हो खोलाको आवाज सुन्न भारी पुग्छ पट्ट धेरै बोके मैले हो नि फेरि यत्रो धेरै बोके मैले यहाँ त झर्रै आवाज आउँदैछ कोरेला भने झर्रा आउँछ मोटे 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 निचल चल्यो होइन सबैको मलाई धेरै जुम गरिस् के बाबु ओ त्यहाँ भन्न एकचोटि यहाँ हेर्न काठमाडौँ सहर र भनेर भन्न कपाल अलि बिग्रिरहेको थियो पहिला रोक्ने अलि उतातिर भन्नु मोटे के छ ठिक छ ठिक छ कस्तो लागिरहेछ त ए रमाइलो बवाल रमाइलो छ अहिले के गरिरहेको त अहिले यसो चिया खाँदै धेरै जुन ल यहाँ चाहिँ अब फोटो सेसन चलिरहेको छ ल हाम्रो क्यामराम्यान यही हो यहाँ मोडल मोडल अब राजन दाइ यस्तो छ ताल होइन यो घाँस केलाउँदै बसिरहेको छ यहाँ वेटरहरू आएर चाहिँ यहाँ दुईजना वेटरहरू आइरहेछ ल बाबु छिटो ल्याऊ भने होइन तँले यहाँ तैँले मेरो फोटो खिच्दै हेर त अब ल ओ यहाँ हेर न कहिलेले म खिचिदिन्छु ले मेरो खिच्दै हेर्न यसले मेरो खिच्दै हेर यसले यसको चाहिँ हेर ओहो अब यसले खिच्दै गाह्रो छ एउटा खिचिदिन्छ माया सिक्ने खिच्दै फेरि ल यहाँ यहाँ रोइ कसो लाग्यो त मोडललाई बवाल लाग्यो 5000 चाहिन्छ नि मलाई फेरि के को 5000 मोडल लाग्यो ल 10 रुपियाँ ओइ ड्याङ्की ड्याङ दिइरहेको छ यहाँ अब फेरि ल अब पक्न एकछिन खाऊ ठिकै हेर न दाइ ल यसले खिच्दै मैले खिच्दै यस्तो मैले खिच्दै थिएँ यहाँ देखाइरहेको थिएँ तिमीले पनि खिच्ने होइन एकछिनमा खिच्दै हाम्रो चाहिँ अब फोटो सेसन चलिरहेको छ अहिले होइन अब एकछिनमा भेटौँला फेरि ल हामी चाहिँ जान लाग्यो अब यहाँबाट म पहिला सुरुमा निस्क्यो बस्ने के खिचिरहेको सिनेमेटिक खिचिरहेको क्या बस जाउँ जाउँ त्यसको बोरा कच्चा त नि फेरि जुगाड हानेको हो क्या राख्ने ठाउँ नभएर कुदायो कुदायो त्यहाँ आउँदैन हेर्न तलसम्म अहिले यस्तो तल देखाउनु पर्छ ओइ मोटे यहाँ रोइ भ्लगमा आयो त हेर दिनेशलाई देखान दिनेशलाई देखान माथिबाट देखान ओइ हेलो भन्ने यहाँ हेलो लौ 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 बाइकले नतानेको अवस्था
के छ मोटे हिँड दौडी खाली छ माछा दे समाज दे खाली छ ल ती समाज मलाई बेच्दैलाई माथि गएर 50 रुपैयाँमा बेच्दैलाई ल जाऊ है उदा सिन जस्तो दौडिरहेको अन्धकार आज अन्धकार अहिले अन्धकार देखिसक्यो मैले ब्याकमा फेरि त्यसकै भाइ त्यही छ ल सबैको ल ट्रेक सुरु के अरे हाइकिङ सुरु भयो केटा हो हाइकिङ ब्याग हेर्नु कत्रो भारी ब्याग देखाइदिनु मेरो 1 किलोको ब्याग छ राजनले बोक्नु लाउनु पर्यो ल हाम्रो चाहिँ हाइकिङ सुरु भइसक्यो अहिले यिनीहरू यस्तो बाटो जानु लाग्छ हेर ल ओइमा त कट्टो खिच्नु सरी मेरो ब्यागमा पसा त हट्छ ओइ चिप्लिरहेछ हौ यहाँ त ओइ ला तान त ओइ यता त पछि पिन्छ यार अलि तल आइद न ओइ यहाँ त कल रहेछ ओइ कहाँ चढ्यो यो त ढुक्क चिलिन्छ सबै मोटे मलाई त्यस्तै भाइ आइरहेको छ लडे लड्के भन्नुपर्छ ओइ खिचिरा हेर्नु यो लड्छ भनेर खिचिरा हैन ओइ यहाँ चाहिँ यति गरेर थाक्यो त ओइ नजाऊ मार्छमा यही हो जम्पा तर बच्चा कहाँ हो बिस्तारै आइज ओइ यो त म चाहिँ इजी आइदियो त इजी बुझमा इजी अन गर्नु ल अब हाइकिङ आएको अहिले थाकिसक्यो म त सुरु पकाएर भइरहेको छ थाकिसक्यो खाना पनि तँले ल्याइदियो पका हो न त ओए माछामा थाक्यो चर ल कहाँ पुग्यो जाउँ ओए घुरघुर कच्चा आउँछ अहिले लडेको खिच्दा पाएन मोटे उठ जाउँ हिँड्न दौडिन ओइ मोटे पकड लडिरहेको अब जाने डर लाग्यो मलाई त ओइ
ओ पकायो जानै सकेको छैन हातमै जुगा ताक्छ ओए पानी पुग्यो मेरो मिला ओए दो शिर दौडिन मुझे मोटे हिँड्न दौडी छिटो जुगा सुगा र हाइकिङ आयो अबे हाइक ल्याएर बिजोग पारे ल गाह्रो छ पछिदेखि नआउने अब पुग्यो लास्ट हाइकिङ गयो पुग्यो मलाई के भयो यही त जङ्गलै जङ्गल होइन प्यास्या आएर चाहिँ यहाँ खतरै ल छैन जाऊ जाऊ रिङ्गटै लाग्यो हाइकिङ भन्ने त यस्तै रहेछ मटन आइसक्यो हाम्रो शेर्पा दाई ल शेर्पा दाइ एक राउन्ड घुम्दैन ल ए यस्तो ल शेर्पा इन्ड चम्पादेवी आउँछ चढ्नै सकेन म त हाय हाय पसिना कोही त्यहाँ अगाडि चिप्लिन्छ भाइ गोप्रो पनि जाला डन जान्छ त्यहाँ हेर्न कस्तो चिप्लो छ ल हामी त यहाँ पुग्यो भात पकाउने ठाउँमा ल जुगाली त यहाँ देखा त मेरो पालो यत्रो छ घाउ त्यसको पनि बाइस ल तेरो खोल्दा यसको छैन ओइ म त निकाल्दै आएर थिएँ यसको छैन रहेछ ल खोइ स्लेटमै पकाइदिनु क्या यहाँ देखा ऊ जुगा रे यो जुगा जुगै हिँड्छ जुगै तासिरहेको छ यसकोमा त केरा ल्याएको छैन होला त्यो ल्या ल ल त्यो ल्याएन खायो र घर लिएर आइज बल्ल तल्ल पुग्यो योभन्दा माथि जान्दिनँ म चाहिँ होइन पुग्यो यति नै हो क्षेत्रमा छ तेरो हेर्दा यसको छैन त इजी बुझ्छ हो 3000 जस्तो छ हामी त निकाल्दै आएर थियो बाटो 3000 भित्रबाट गएन त लठेको देखा त यहाँ हो त्यहाँ हात कस्तो दुखिरहेको छ यचु देखा न यो चाहिँ देखाइदिएन प्रमोसन यो चाहिँ हेरो यस्तो गरेर अनि भौँकै आएर है आवाज है खोइ यसको यो चाहिँ हेरो यहाँ छ यचु यस्तो हुन्छ कपाल गाई कपाल पाल्यो भने के अरे त्यो लगायो जेल लाग्यो भने यता देखा न त्यहाँ त के हेर्ने यहाँ हेर्ने यता यसलाई यसको पनि बढ्न छ अहिले यो चाहिँ हेयर ओइल यो चाहिँ हेयर ओइल चिनेसको देखा यो चाहिँ हेयर ओइल मेरो त त्यस्तो दिदी छैन हो ओन्ली 2500 कति रे 2500 बढ्छ होइन डिएममी रे यो चाहिँ हेयर ओइल किन्ने भए यसलाई म्यान भन्छ सहिले खान्छ नि यस्तो माया खान खा केटा हो के गर्दै यो म्यान भर्सेस यो सुन खोजिरहेको सुन खोजिरहेको सुन हन्टिङमा ओ यहाँ सबै आयो त्यो काठले छिरा न त्यो ल म्यान भर्सेस वाइल्ड यहाँ चाहिँ होइन कस्तो हलाउँछ होला है राजा लिएर राजामा लास्ट एक्सपिरियन्स रहेछ यहाँ निकाल कसरी खन्ने हो क्या हो त्यो त हेर्न
लालले क्या घोसिनु रहेछ यार आमा ट्यालेन्ट रहेछ यार यसरी हो क्या अझै म के गर्नु त ओइरो र चौचो हाल्नु त ल यहाँ कटिङ मास्टर छ हाम्रो ओ चिनेस त चाहिँ के काम हो ल अब कत्रो खायो यार कसलाई रमाइलो छ कहिलेले म गर्छु ल समात्दै मेरो खिच खोइले यहाँ एक सर्टमै हो क्या खन न ल त्यो प्रेसर कुकर भित्र के छ मासु धन्गाइरहेको छ त थाकिसकेपछि थाहा भइसक्यो म चाहिँ धेरै नखन न किन गेट्रो ढाङ हुन्छ अहिले ठुलो ढाङ त मजा आउँछ पकाउन सानो ढाङ टिस्यु केमा हालिस् भने लुगाले पुस्नु है चारैवटा ब्याग हेरिसक्यो छैन भने त्यहाँ टिस्यु प्लेट पनि देखिन मेरो नजिकको तेरो ब्यागमा होला हो आफ्नो ब्याग चाहिँ हेर्नु छैन अरू ब्याग हेर्दै गट्रो ढाङ पारे पनि कहिलेले म हालिदिन्छु एक सर्टमा निकालिदिन्छु ढुङ्गा हो क्या त्यो कटो ढुङ्गा यो त पुरै ढुङ्गा छ त नि त्यही त भनिरहेको यता हान्न अनि पुग्यो अब उतापट्टि च्याप्नु त उता ढुङ्गा बाटोमा यता त्यो ढुङ्गा अनि यता साह्रो उतै साह्रो ल नि त उतापट्टि पनि हान्न यता ढुङ्गापट्टि पनि हान्न त्यसले किचन भएको ठाउँमा यता ढुङ्गा चाहिँ पछि साह्रो पुग्यो मलाई खै त्यो एक सर्टमा निकाल्ने भने हैन माटो खै अर्को नै फिङ्गर मिक्सिङ गरिन्न भन्ने तेरो फर्ममा हालिदिए त्यो दाइले के भन्छ मलाई थाहा त्यही भने त्यो त अघिदेखि धन्काइरहेछ म्याचले यहाँ धुन नउडा है ओ यो पहाडमा पर्ने के पखाल्यो काटेर कहाँ हाल्ने हो मलाई काटे त्यसमा हाल्ला वर्क इन प्रोग्रेस ओ यहाँ देखाउनु न चामल चामल के हेर्ने हो दुई हामी के हो के हो हामी नेवारी 2 किलो पुग्छ अनि 2 किलोमा बढी हुन्छ भनिरहेको छ त्यहाँ त्यो मोडेले खान्छ होला 2 किलो त है 1 किलो त्यसलाई चाहिन्छ प्लेटमा हाल्ने काटेर यसमै हाल्दैन पखाल होइन त्यो पहिला गर म त्यो गर्दा थियो नासामात प्लास्टिक छोरी यहाँ जा त्यहाँ घर पठाइदिन्छु दबाई काट्दैन अब पक अहिले आगो नपाल त्यो तेरो पनि फोमै दाम छैन लामो पुग्न रामसित पाड्डे बरु अघि जस्तो त्यो घरबाट त फुफु गर्ने मान्छे पाइप होइन रन यस्तो गनाको चिक्ने हिजो के खाएर मुला खाएर छिनेछ मुरी पछाडि अगाडि दाले पाड्डे फोटो म फु गरिदिन्छु नि त्यो कागज हाल्यो नि त कागज धेरै नखिच्नु फुल हुन्छ स्टोरी चाहिँ केटाहरूलाई यहाँ आगो बाल्न आएको छैन होइन ल पर्खाइदियो यार घर सौस बाले त ल खोइ त यहाँ त बोल्दैन त के भयो राजन दाईको पसिना दौ घर दौमा यो बाल्न केही चामलकै ल यहाँ चाहिँ दामी भइसक्यो यहाँ ल हुसु लागेछ टिस्यु दुईटा दियो ओ हेर न दुईजना मोटे छ
जिन्दगी नभएर काम गरेर यसको चाहिँ खट्टा हो अरे आजमा ओए आगो निभ्यो सर फेरि चुप लाग है हाम्रो पाक्दैछ है भात पाक्दैछ लङ ग्रेन कन्टिन्युस चामल है यो नेवार चामल ल के चामलले नेवारी नेवारी हो र हो नि कुल तरिकाले हाँसिरहेको रहेछ कुल छैन म गरेर बसिरहेको थियो सबै ट्यान मात्र आउँछ जस्तो भ्लगमा त हाम्रो सामानहरू चाहिँ यहाँ मान्छेहरू खतरा आएर त क्यापे केटी ड्रोन सट हान्यो तिमीलाई ल काका काम गरे जस्तो गर्न मोबाइल छ हेर त्यसको त्यहाँ टाइम ल्याप्स चल्ला छ यहाँ फेरि तिमीहरूले क्याब लिएर आएन दाइ क्याब लाउनु न क्याब लाएर त्यसरी बस न खतरा किटन सेक्सी छोड तपाईँ मोडी उठ्दा उधारे ल मोडी उठ्दा न ओ तल उधारे तला भने खोइ क्याब लिएर राजन दाई क्याप रे आगोमा हाल्यौ भिडियो जाने ओइ जम्मै जिनिस अब खाएको देखाउँला होइन यहाँ मेरो पसिनै सुकेको छैन अघि नभए भाइ हाम्रो के भन्छ है हाइकिङ होइन ट्रेकिङ हाम्रो ट्रेकिङ यस्तै छ टिनेज सेफ ल मोटे हेलो मासु आवाज सुनाम है आवाज सुनाम ऊ गोब्रो बल्लामा एएसएमआर भन्छ त्यो सुनाइराख्नु तल्लोबाट होला न राजन दाई कसम भने कस्तो मिठो गरेर खान्छ होला हौ यत्रो चरेर आएको यति खानलाई घरमा खायो हुन्थ्यो सुतिए पसिना त बग्यो खत्रै देख्छ त्यहाँ देख्दैन रहेछ माथि हेर्नु चुप्पा गरेन कहाँ माथ जाने सिधै माथ जाने त मासु है मासु मासु है मासु ओए खसाउन टिनेस मासु बास्न आयो भर्खर पारियो होला तैँले राजन दाई मासु कस्तो छ दामी नलिनुपर्छ पहिला पार्टी पनि सक्छ के बिस्तार गर्दा ब्याट हाल्न ल म्याच सेम सर्भिस दिए सक्यो तपाईँ के भात मात्र खान्न हो क्या खाने यो सब मार्छ सबलाई पुग्यो होइन सब पुग्यो होइन राजन दाई पुरै गाउँको मान्छे जस्तो देखिरहेको यार गाउँको मान्छे हाम्रो चाहिँ सक्यो होइन यता सक्यो फाइनली सक्यो भात खानु सक्यो सक्यो ल यहाँ क्लियर पारी चाहिँ हाम्रो यहाँ सिभिक सेन्स हुनु पर्यो सफा गरौँ है रमाइलो गरेर यच्चु देखाएर यच्चु यसको यच्चु यता देखा न यच्चुको डिजाइन यही छ कपाल यस्तो खतरा आउँछ कपाल यो सिटी निकाल्नु पर्छ होला पर्दैन हौ छिर्दैन सिटी हराउँला है किन नहट्यो अनि बल गर्न बल प्रेस गर्न समात्दैन यो चोला एकजनाले जङ्गलै जङ्गल कुदिसक्यो केटाहरू त्यहाँ पुग्छ जहाँ म त्यतिर अगाडि
मोटे यहाँ त अब यहाँ जङ्गलमा चर्न गाह्रो एकचोटि लड्न त्यहाँबाट हामी चाहिँ हिँडै छु यिनीहरू लास्टै खत्तम रहेछ दुईजनाले छोडेर भागिदिएर कति दिनपछि भ्लग हाने यार 5 जना अब अरू नि आउँछ बिस्तारै भ्लगहरू चाहिँ सुरुवात भइसक्यो के खेल्ला हो तिनीहरू खै गाह्रो गाह्रो तिनीहरू त्यहाँ खेल्दै बसिरहेको जुमै गर्नु मिल्दैन यसमा तेरो म जुम मिल्दैन जङ्गलमा अहिले यत्रो चढ्नु बाँकी छ कहाँ पुगिसक्यो मोटे है मोटे सो हेलो पुगिसक्यो हामी माथि समय ल खै दाइ भएन फेरि गर्नु न फेरि गर्नु न हैन त्यो फेरि त निकाल्दै यहाँ ढुकढुक गरेर चाहिँ यहाँ के हाँस्दालाई म टिनेज कस्तो लाग्यो भन्नु अब बबाल लाग्यो माछामा आउँदा के भयो केही नि भयो ठगै लाग्यो के छोड्ने अब के छोड्ने अब केही नछोड्ने मासु भात चाहिँ अब्बुई देख्यो मेरो अब्बुई ल है धोक्न गयो ल ल पाले पिलो जा पाले पिलो दाइले त फुगी बनाइदिए यहाँ त्यस्तै रहेछ होइन जस्ता पाटाले अबुई सक्दैन है फेरि के हो देउराली मच्छे गाउँ हो देउराली डिपार्टमेन्ट अफ टुरिज्म चम्पादेवी नेक्स्ट देउराली मच्छे गाउँ नेपालको झन्डा घन्टी ल है फर्किरहेको अब सक्यो माथिको के भयो त्यो गजीगुलु हो ऊ गाजा पोका राखे त्यहाँ राखेर यहाँबाट फुस्का लिएर चम्पादेवीको माला यो त चम्पादेवीको तोप यो चाहिँ किला गलको हो यो चाहिँ किला गलको तर सँगै जानु पर्यो ल म त्यो बोलेँ अब नबोल्ने के बोल्ने बोल्न बोल लाज लाग्छ हो तेरो कतिजना गर्लफ्रेन्ड भयो छैन गर्नु एकजनै छैन नबनाउने अब दिनको यहाँ कुन आएछ तेरो त लाइन लाग्छ लायो हो यहाँ नभन के लाजै लाग्छ हो छे के को लाग्छ केटी भयो बोलिराख्नु नि अब खै तेरो गीत बजा न मेरो गीत जङ्गलै जङ्गल लिएर आएको छ 4 बजी तिम्रो पनि छैन
अब लास्ट जुमाउँछ हौ Couple in the town. ल हामी चाहिँ पुग्यो बाइकमा फाइनली पुग्यो ल यहाँ रेडी भइरहेछ अब के जुगाएर हो क्या के हो स्पाइडर कत्रो हेर्न मैं कुल्चिन ल जङ्गल आयो ल अब आजको लागि यति नै भन्नु पर्ला बाँकी कार्यक्रम पछि हेरौँला बाइ बाइ सनी लड्यो ओइ झारीमा